ठेकाले तपाईँले हो कि ठेकाले ठेकाले तपाईँले हो कि भन्नु त तपाईँ जङ्गली राम्रोसँग कुरा गर्नुहोस् ठेकालेको तपाईँले हो कि राम्रोसँग कुरा गर्नुहोस् ठेकालेको हो कि पहिला राम्रोसँग कुरा गर्नुहोस् तपाईँले ठेकालेको हो कि तपाईँ राम्रोसँग कुरा गर्नुहोस् राम्रोसँग भने कस्तो के गरे कुरा गरे के गरिरहेको छु मैले तपाईँ जब एयरपोर्ट भित्र मान्छे बस्दाखेरि 50 सालले बढी तपाईले एकचोटि यो क्यामेरा हुँदैन नो नो हाम्रो त्यो चाहियो यो हामी त संसदबाट पानी भरिराखेको है हाम्रो मान्छे उहाँ जापानबाट आउने ओत चाहियो र हामी यहाँ आयौँ यहाँभित्र बस्न के अरे पर्यो भनेपछि 200 रुपियाँ तिर्नुहोस् अनि उहाँ गएर बस्नुहोस् भनेर हामी 200 रुपियाँ तिरेर यही रसिद लिएर आएको छौँ भित्र ओत लाग्नलाई मान्छे विदेशबाट आउँदै हुनुहुन्छ उहाँ बुवा हुनु त उहाँ ओत लाग्नलाई भनेर यहाँ आउनुभएको तर यहाँ रसिद पैसा तिर्नु पर्यो यो सुशासन हो कि कुशासनको सुरुवात एयरपोर्टबाट हुँदो रहेछ बताइदिनु यहाँनिर पैसा तिर्नु पर्दो रहेछ हजुरहरूले हेर्नु भएको छैन अब हामीलाई त थाहा भएन हामी नयाँ पर्यो थाहा भएन पैसा तिर्नु नभए यहाँभित्र बसेको तपाईले के आयो यहाँनिर यो ठाउँमा बस्नको लागि ओत लागेर बस्नको लागि 50 रुपियाँ पैसा तिरेर बस्नु पर्यो होइन बिल छ हजुर सब बिल छ देखाउनु न तपाईलाई राइट्स कसले दियो तपाईलाई कसले दियो राइट्स कम्पनी तपाईँको यो तुरन्त बन्द गरे कि हाल्छ यसलाई मान्छे पैसा दिनु पर्ने यार मान्छे पैसा ढिलो पैसा दिनु पर्ने मान्छे पैसा नि पैसा दिनु पर्ने यो राइट्स कसले दियो तपाईँहरूलाई मान्छे पैसा तपाईँको यो मान्छे पैसालाई तपाईँलाई राइट्स कसले दियो तपाईँलाई कसले दियो राइट्स कम्पनी तपाईँको यो तुरन्त बन्द गरे कि हाल्छ यसलाई मान्छे पैसा दिनु पर्ने यार कम्पनी भनेको हो माथि भने कहाँ त्यहाँ माथि छ तपाईँलाई भनेको तपाईँलाई त मैले त्यस्तो के तपाईँलाई काम लाग्यो काम गर्नु पर्यो बन्द गर्नु यो माथिको त्यो माथि कहाँ हो भन्नु त बाबु बाहिर चाहिँ कहाँ हो को हुन्छ त्यहाँ माथिको कहाँनिर हो हजुर क्यामेरा त बन्द गर्नै मिल्दैन सांसद हो हामी अर्थ समितिबाट हामी सबै सांसदको टोली हो हजुर स्टाफ हो अरू त ठिकै थियो भित्र मान्छे बस्या पैसा लिनलाई तपाईँको प्रक्रिया के हो ए होइन हाम्रो भित्र चाहिँ हजुरको यहाँ यो पब्लिक स्पेस भइरहेको छ होइन सो यहाँ अब कोही पनि मान्छे जो पनि यहाँ मान्छे छिर्छ त्यहीतिर आउँछु जस्तै अब तपाईँको यहाँ सबैजना मान्छे आयो होइन तपाईँले एकचोटि यो क्यामेरा यो हामी त संसदबाट आएको सबै एयरपोर्ट भित्र गएर सबै उठाएर तपाईँ टेन्सन लिनै पर्दैन जे छ त्यो भन्नुहोस् किनकि हामी अनुगमनमा आएको सरकारी सांसदहरू हामी सबै बिल उठाएरै लिएर आएको भित्रबाट यो चाहिँ हाम्रो यो सबै नै हामीले पहिला टिआईसँग मसँग हाम्रो कन्ट्र्याक्टमा पनि छ होइन सो यसमा चाहिँ अब हामीले कसरी गर्ने के गर्ने भनेर गर्दाखेरि चाहिँ यहाँ जति पनि पब्लिकहरू छ उहाँलाई सिधै भित्र जान त गऱ्यो भने त त्यहाँ त कन्ट्रोल गर्ने गाह्रो हुन्छ सबै नै सो त्यहाँ चाहिँ हामीले 50 रुपियाँ र 100 रुपियाँ होइन बाहिर बस्ने इच्छा छ बाहिर अनि फ्री स्पेस पनि छ अनि त्यहाँभित्र चाहिँ हामीले 65 इयर्सदेखिको माथिलाई चाहिँ निःशुल्क अनि 5 वर्षभन्दा मुनिको बच्चाहरूलाई निःशुल्क गरेर चाहिँ अशक्तहरूलाई निःशुल्क गरेर 100 र 50 को हामीले निर्धारित गरेको त्यो बेलामा चाहिँ हामीले जस्तै त्यो बेलाको जो हाम्रो उता हुनुहुन्थ्यो टिआईको मान्छे हुनुहुन्थ्यो टिआईले गरेको भन्दा पनि हाम्रो दुईजनाको बिचमा हामीले कति लियो भने होइन 100 रुपियाँ चाहिँ 50 रुपियाँमा चाहिँ हामीले चाहिँ यसरी गरे कति राखे चाहिँ ठिक हुन्छ एउटा अब त्यो पैसाको निर्धारित गर्दाखेरि चाहिँ हामीले 100 रुपियाँ र 50 रुपियाँकोमा चाहिँ यो चाहिँ एकदम न्यूनतम शुल्क भनेर चाहिँ राखेको त्यहाँ हामीले फेसिलिटिजहरू दिएको छौँ भित्र बस्दा पानी निःशुल्क छ बाथरुमको सुविधा छ के राख्नु भएको छ स्यामसङ मोबाइलको चाहिँ एड पनि त राख्नु भएकै छ त्यो मोबाइल त्यो एडहरू भनेको त छुट्टै भयो नि एकदमै दुःखको लाग्यो भने जस्तो त्यहाँ अहिले चाहिँ हामीले चाहिँ दुईजना बुढाबुढी भेट्यौँ जापानबाट छोरो आउँदैछ भनेर आएको हामी भनेर भित्र बस्नु गरेको छ कुर्सीमा अनि हामी चाहिँ यसरी अनुगमनको लागि आयौँ त हिमालयन जापानमा गइरहेको थियौँ भित्र एयरपोर्ट गएको थियौँ यहाँ त पैसा लाग्ने रहेछ अब त नयाँ सरकार आएको छ यो सबै चाहिँ के होला भनेर हामीले नै आश गरेको हाम्रा छोराछोरी जापान अस्ट्रेलिया जाँदैछन् बुढाबुढीलाई त हामीले चार्जै लिँदैन चार्ज 65 अब भन्नुभयो हजुरले त्यहाँ चाहिँ कोही 65 उमेर पनि नसक्यो होला कोही 60 भन्दा तलै होला नि छोराहरू जापानबाट आउँदै भनेपछि अराउन्ड 60 नै होला नि
होइन तर त्यसमा चाहिँ चोइस छ नि हजुरको बाहिर 50 रुपियाँ पनि बस्ने छ होइन अनि बाहिर फ्रीमा पनि बस्ने छ हामीले चेयर अस्ति भर्खर 2टा राखिदिएको छु 2 लेयरमा राख्दैछु होइन त्यहाँ हेर्नुभयो हजुरले त्यो चेयरहरू हाम्रो त्यो टिआईसँग पनि एग्रिमेन्ट छ तपाईहरुको एग्रिमेन्ट छ टिआईसँग हाम्रो एग्रिमेन्ट छ होइन सो चाहिँ हजुर टिआईसँग गएर एकचोटि कुरा गर्नुहोस् न हामीले दिनु भन्दा टिआईसँग गर्नुभयो भने राम्रो हुन्छ अनि टिआईसँग गर्नुहोस् न हजुर हामी त टिआईसँग हामी हरेक कुरामा बाँधिएको छौँ हरेक कुरा हामीले उनीहरूसँग नसोधिकन उ गरेर के पनि गर्दैनौँ हजुरको होइन सबै कुरा सल्लाह गरेर हामीले जानकारी दिएर उ लेटर लेखेर सबै गर्नुहुन्छ एकचोटि बुझ्नुहोस् न हजुरले पनि होइन हजुरले एकचोटि हजुरले टिआईसँग हामीले सबै होइन यो कुरा चाहिँ नि हजुरले जुन लेख्नु यो सबै कुरा हाम्रो सफ्टवेयरबाट हुन्छ होइन त्यो सबै सेयर हुन्छ टिआईसँग हाम्रो सबै कुरा सेयर हुन्छ हजुर होइन होइन हजुर कसै नि मान्छेको बस्दा भन्ने कुरा हुन्छ त्यो चोइसेस हो नि हजुरको होइन होइन चोइसेस भित्र नबस्ने हो नि भित्र नबस्न पनि सक्छ नजान पनि सक्छ नि कोही पनि हजुरको नै छोरीको लिन जान मन लाग्छ भने हजुर जान सक्नुहुन्छ होइन होइन हजुर नै सर हेर्नुहोस् न म एउटा सरलाई एउटा कुरा भन्छु सबै कुरा भनिदिनु बताइदिनु यसरी जङ्गेर कुरा नगर्नु राम्रोसँग कुरा गर्नु ठिक छ यो सदनमा बेसरी भरि उठ्दैछ मिडियामा भोलिबाट छाप हुन्छ ठिक छ हुन्छ हजुर यसरी ₹50 सर मान्छे बसेर पैसा लिन मिल्छ जब मान्छे बुढाबुढी बच्चा गरेर 6-7 वर्ष बच्चा गरेर ₹50 लिनु भएको छ चोइस छैन मान्छे बस्ने एउटा एयरपोर्ट मान्छे बस्ने चोइस छैन त्यस्तो गराउने तपाईले गरेर गलत हो मान्छे बस्छ पैसा लिने तपाईँ आफ्नो मलाई टिआई सेटिङ गरेर सबैले भित्र मान्छे बस्दाखेरि 50 ठिक छ त तपाईँ पार्टीको विषयमा त्यसरी आइरहेको छ तपाईको पार्टीले ठेका भएर आएको छ रे ठिक छ भित्र मान्छे पनि मान्छे बस्न तपाईलाई भित्र पनि चोइस छ बाहिर पनि चाहिन्छ फ्री पनि छ तपाईहरुको हो नि त यो हाम्रो 30 इयर्ससम्म हाम्रो के नाम यो के दीपक मौला थाक हो यो एयरपोर्ट हैन यो 30 इयर्सको लागि हामीले लिएको छौं यो फुड मोडलमा छ फुड मोडल भनेको सदनमा गजब कुरा हो जस्तो हजुरले 30 वर्षको लागि एग्रिमेन्ट लिनु त्यस्तो हुँदैन कि मान्छे बसेर पैसा लिन्छ भने